सरसफाइ सकिन के साह्रो सोरसार गरेको यो बहिनीले आज ए भयो अब त पर्दैन पङ्खा मारेको अन्त हाम्रो बहिनीले कस्तो टिलिक्कै सनक्कै सफा न सफा बनाउँछन् हौ हाम्रो बहिनी त तिमी छैन भने त म त रुन्छु होला हौ होइन साँच्चै मलाई छोडेर नजाऊ नि तिमीले फेरि ल चिटिक्कै हेर्नु त किचन यस्तो सफा बनाउँछ सनाक सिनिक हेर्नु त कस्तो राम्रो बनाउँछ हाम्रो बहिनीले यता हाम्रो बाहिरी यस्तो राम्रो मौसम भइरहेछ गाडी पनि जान थाल्यो है छुट्टी भयो नानीहरूको आज पानी पर्ला जस्तो भइरहेछ मौसम चाहिँ हाम्रो यो फ्रिजको कहिले काम आउँछ अब जाडोमा अब फ्रिजलाई कुच्चो त नलाउन पोचा लाउनु पर्छ नि हो गएको तिमी हो अब हाम्रो यो दुधको चिया बनाउने हो हेर्नु साथी हामीले आज समोसा खाजा बनाएको थियौँ होइन अनि यति रहेको छ यो नि नानीहरूलाई नै दिने हो यो चियासँग अब समोसा दिने नानीहरूलाई हाम्रो किचन सनक्कै भएको छ हाम्रो बहिनीले सफा गरेर आज पानी पर्ला जस्तो मौसम भइरहेछ बाहिर त्यही भएर एकदम अँध्यारो अँध्यारो देखिरहेछ पानी पर्छ होला आज बहिनीले गिलास पनि लिएर डरै लाग्दो नकराउन यति राम्री मान्छे भएर डर पो लाग्छ त तिमीले कराउँदा त साह्रो पर्यो है गाह्रो छ अब तिमी मैदानमा उत्रिनु आँटो अब ज्याकेट स्याकेट खोलेर अब फाइट पर्न त नआऊ है डर पो लाग्यो